बुटोल 15 चङ्कीपुर भाटा जोड्ने बाटो। ल्याएर नगरपालिकाको हालत एक घर, दुई घर अनि 3 घर। यहाँ सबै मैले पानी पुरै जाम भएर हिँड्ने बाटो थिएन। स्कुलको बच्चाहरू गाडीहरू हिँड्छ। मैले यसरी छेउछाउ काटेर पानी यसरी हटाएको ल्याउनु चाहिँ। अब यो 3 घर, एक घर 4 घर मात्र भएको घर हो कि यो बाटो नभनेको के हो। अब मान्छेका 10 फुटका गल्लीधरि यहाँ पिच भइसके, आरसिसी ढलान भइसके। हाम्रो यो बुटोल 15 चङ्कीपुरको भाटा परोरी टोल र चङ्कीपुर जोड्ने मेन बाटो, सबभन्दा पुरानो बाटो हालत ल्याएन। यो बाटो भएको 7 वर्ष भयो मैले थाहा पाउँदाखेरि। बनाएको पहिला 6 फुटेको 8 फुटे थियो, त्यसपछि बढाएर 20 फुटे बनायो। त्यति बेला हामीले नै हालियो, मिसकट सबै हालेको। अहिलेसम्म सरकारी बजेटको यहाँ एउटा ढुङ्गो धरि खसेको छैन। यो लापरवाही भन्ने हो कि अब कसको हो कि, टोल विकास अध्यक्षको हो कि, अब ओडाको जिम्मे ऊ हो कि गल्ती हो कि, टोल विकासको अध्यक्षको गल्ती हो कि हेर्नुहोस्। यहाँ अरू ठाउँमा बस्ती बाक्लो भएर सबै पिच भयो। एक घर, 2 घर, 3 घर, ल यो मेरो घर 4, ऊ त्यहाँबाट 5 ल हेर्नुहोस्। अब यो बस्ती कम भएको भएर हो कि के हो खास, यो बाटो चाहिँ यिनीहरूले वास्ता नगरेको।